कस्तो लागिरहेछ यहाँ नास्ता गर्दाखेरि मेरो रमाइलो गरेर के हुन्छ भिडियो छ भिडियो काँक्री भन्ने ठाउँमा आइपुग्नु साथीहरू है यसमा चाहिँ के हो स्वास्थ्य चौकी रहेछ यहाँ चाहिँ काँक्री बजार क्षेत्र चाहिँ यस्तो छ यहाँ चाहिँ माथितिर पनि खतरा देखिरहेछ होइन डाँडाहरू बढेर पनि अगाडि बढिसकेको साथीहरूलाई अहिलेसम्म त मौसम जो ठिकै छ हावाले गर्दा बोल्न त त्यति सकिएको छैन त्यति राम्रो सुनेको पनि छैन होला अब हामी चाहिँ लुकुमतर्फ अगाडि बढिसकेको छौँ यहाँको बस्ती भनेको यस्तो मिलेको छ होइन टक्क डाँडाहरू माथि यस्तो गजब छ अनि हेर्न सक्नुहुन्छ साथीहरू है बबाल छ अस्ति पनि आइएको थियो होइन अब दुईचोटि भयो अस्ति आएको हामी चाहिँ लगभग 10 दिन पनि भएको छैन अब फेरि यही बाटोमा हिँड्दैछौँ साइड लाइट बलिरहेको छ इमर्जेन्सी गरेर लुकुमको गाउँ यही हो लुकुम आइपुग्यौँ साथीहरू है छ एकछिन यहाँनिर अड्किनुपर्ने हुन्छ एकैछिन भए पनि सबैजना ओर्लिएर लुकुम गाउँलाई हेऱ्यौँ अनि फोटोसोटो खिचेर हामी चौरी खर्कतर्फ अगाडि बढ्यौँ हाम्रो चाहिँ अफरोडिङ सुरु भइरहेछ केटाहरू पुरै हिँडिरहेछन् मस्तसँग अगाडि देखाल्नै चढ्दैन बाटो चाहिँ यस्तो छ अनि माथि चाहिँ अलिकति ठाडो छ अब हिँड्ने भनेको पुरै एक गेरमा मात्रै हो होइन आज त दामी मौसम गरेछ यहाँसम्म चाहिँ घाम लागिरहेछ अब माथिको अवस्था के छ भन्ने हो अस्ति त फुलहरू त्यस्तो राम्रोसँग फुलेको थिएन है 15-20 गते पछाडिदेखि राम्रो हुन्छ भन्ने थियो उहाँको मान्छेहरूको कुरा सुन्दाखेरि अनि खै त त्यति धेरै त नफुल्या होला त्यस्तो राम्रो त तर हेरौँ के हुन्छ हाम्रो नास्ता खाने कार्यक्रम चलिरहेछ यहाँ
नास्ता हेर न फेरि कस्तो भात फ्याटिन हाम्रो चाहिँ नास्ता सास्ता खाइयो होइन अब यहाँबाट फेरि हिँड्नु पर्ने छ हामी चाहिँ बाइक पार्किङ गरेर उकालोतर्फ अगाडि बढ्यौँ हामी चाहिँ फेरि पनि चौरी खर्कको मेन ठाउँमा आइसकेको छौँ साथीहरू चिसो भन्ने कुरा अति छ आज मान्छेहरू चाहिँ धेरै आउनु भएको रहेछ पुरै यस्तो छ यता चाहिँ पुरै आगो सागो तोड्नु भएको रहेछ आमा यस्तो बवाल रमाइलो भइरहेको रहेछ आमामा ल हेर्नुहोस् यस्तो खतरा छ होइन यहाँ आगो सागो जोड्नु भएको रहेछ एकदम तातो नाच्ने भइगयो हावाले चाहिँ बोल्दै छिरिरहेको छ यस्तो खतरा हावा चलिरहेको छ हाम्रो राज्य सरकार के छ अवस्था ठिक छ नि यस्तो भयो हामी माथिसम्म जाउँ न तिमीहरू पुरै रमाइलो गरिरहेछ पुरै परदीप के छ ठिक छ हामी यस्तो सानो मान्छे पनि यहाँ चौरी खर्क पुगिसके यस्तो खतरा छ है हावा पनि बबाल चल्छ कि हावा हाम्रो टिमहरू यता छ आधा टिम चाहिँ माथि पुगिसकेको छ यता पनि रमाइलो भइरहेछ पुरै होइन नाच नाच ल दे रमाइलो गर ल हाम्रो चाहिँ अब नास्ता बन्दैछ यहाँ चटपटे टिमहरू अरू आउँदैछ माथि धेरै माथि छ टिमहरू अरू तिनीहरूलाई आउनै लाग्छ ल 20 मिनट हाम्रो चाहिँ चटपटे रेडी हुँदैछ पुरै कमाइरहेछ त यार के हो हात त पुरै कमिरहेछ त होइन यस्तो छ हाम्रो अवस्था हरिबिजोग होइन के घुम्न आउँदा गाह्रो छ न त्यसो त अवस्था एकदम नाजुक छ हाम्रो सानो भाइलाई झन् गाह्रो भएको छ चिसो भएर कस्तो लागिरहेछ यहाँ नास्ता गर्दाखेरि भदै के बिजो पो हुन्छ तिमी यसो चाहिँ हाम्रो चटपटे खाने कार्यक्रम चलिरहेछ हामी चाहिँ फर्किँदैछौँ बिस्तारै लड्किन्छ उनीहरूले लड्का उनीहरू गइरहने बिस्तारै आऊ है ओह्राला भस्मै खतरा छ पछाडिको टिमहरू चाहिँ यसरी आइरहेछ पुरै कुहिरो लागेर पुरै ढाकिसक्यो यो त पानी परेछ कि हो नि यो त पानी परेछ भट्ट यहाँ चाहिँ बाटो खन्दै रहेछ बिचमा चाहिँ होइन एकछिनको लागि अटिनु पर्ने भयो हाम्रो टिमहरू चाहिँ
यो त छ हाम्रो टिमहरू अनि त्यो छन् टिमहरू त्यो चाहिँ यो चाहिँ काम भइरहेको रहेछ टक्क रिल्याक्स टिमहरूले जतिजनाले फुल भिडियो हेर्नुभयो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भिडियोलाई लाइक सेयर कमेन्ट अनि च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला आगामी दिनमा ल्याउने भिडियोहरूको लागि सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि नभुल्नुहोला हजुरहरूको सल्लाह अनुसार भिडियो ल्याउने प्रयास गर्नेछु आजको भिडियो चाहिँ यति नै सबैजनालाई माया छ हस्त धन्यवाद